झारी नै झारी भएछ के गर्नै पर्यो ओइ बिर्खे साइला के गर्दैछस् ठुलै फार्म चलाएर बसेका छस् रे भन्ने हल्ला छ त सहरतिर के हो कुरो के गर्नु तपाईहरु सहरतिर पलायन भइहाल्नु भयो आफ्नो त यही माटोमा माया प्रेम छ हेर बिर्खे तसँगैका साथीहरु कोही अमेरिका कोही अस्ट्रेलिया कोही क्यानाडा छन् सबैले उतै कमाएर घर किनिसके तँ भने अझै यही कुटो कोजालो गर्दैछस् हेर त तेरो जिन्दगी कार चढेर हिँड्न छोडेर यो माटो खेलाएर नबस बिर्खे जा क्यानाडा 3 महिनाभित्र म तँलाई जसरी नि पठाइदिन्छु देशमै सम्भावनाहरू छन् आँट गर्नुपर्छ थाल्नुपर्छ भनेर मैले सुरु गरे हो यो खेती आफै बेचिएर मलाई जानु छैन विदेश त किन बेचिनु पर्यो यो फार्म मेरो नाममा गर्दे तैँले 1 रुपैयाँ नि दिनु पर्दैन मान्छेले सहरको घर बेचेर जान्छन् मैले त तँलाई यहाँ जाब खेताएर काम चलाउन खोजेको छु गए काम गर्न मलाई त फुर्सद छैन कति धेरै काम छ ल ल ठुला कुरा नगर तेरो जिन्दगी नि यही माटोमा सडेर सकिन्छ ओइ बिर्खे तँ मान्छेलाई चिनेको छस् तैँले पहिला उनी पानी गाउँमा घर दियो अहिले सहरतिर बस्छ रे मान्छे विदेश पठाउने काम गर्छ रे मान्छे बेच्छ रे होइन हो तँसँग के भनेर गयो त मलाई पनि क्यानाडा पठाउँछु भन्दै दियो अनि के भनिस् त तैँले मैले त जाँदिन भनिए ल हेर्नुहोस् न लौका पनि भलेकै छ भिरौँगा पनि भलेकै छ टमाटर पनि त्यतिकै भलेको छ अब महिनामा 2 3 लाख त मैले कमाएको कमाइ छु काठमाडौँ जस्तो ठाउँमा 3 तलाको घर मैले यही लौका बेचेर बनाएको मलाई विदेश किन जानु पर्यो मलाई त अमेरिका पनि यही हो क्यानाडा पनि यही हो जापान पनि यही हो तपाईँले त्यो पशुपति शर्माको गीत सुन्नु भएको थियो त्यो छ नि त्यो मलाई जापान पनि यही अमेरिका पनि यही त्यो छ नि लैनो भैँसी दुन्छु दुध गिलास खान्छु के थियो नि मेरो त सबै थोक यही हो कहिलेकाहीँ लग्सी खानु मन लाग्यो भने पनि पालिदिन्छु म त स्वाट हान्छु तागत आउँछ काम गर्छु फेरि भोक लाग्यो भने जान्छु यही बारीको टिप्छु पकाउँछु अर्ग्यानिक पनि हुने तागत पनि लाग्ने ज्यान हेर्नु न मेरो लक्षण कस्तो भुँडीहरू ड्याम अमेरिकामा हुनेको यत्रो भुँडी हुन्छ मेरो त यही अर्ग्यानिकले भएको ठिक भनिस् तँलाई यही ठिक छ मलाई त जन्म दिने बाबाआमाले यहाँ केही छैन त विदेशै जानुपर्छ भन्छन् रामे श्यामे हरि उहाँ विदेश गएर के गरिसके घर गाडी बङ्गला किनिसके के बाबाआमाले नै किसकिस गरेर म त पासपोर्ट बनाउने नि अब बिर्खे म गएँ है फेरि गाडी पाउँदैन टाढाको बाटो छ हतार छ गएँ है अहिले म जस्तो नपढेको मान्छेले त यही महिनाको लाखौँ कमाइरहेको छु आफ्नै देश ठिक छ भनिरहेको छु अब ऊ त्यत्रो पढे लेखेको मान्छे यस्तो पढे लेखेको मान्छेले नेपालमै काम गर्यो भने त झन् राम्रो हुन्थ्यो नि अब यस्तो पढे लेखेको मान्छेलाई म जस्तो नपढेको मान्छेले सिकाउने कुरो आएन गाउँमा यही एउटा बाँकी थियो मैले गरेको कामहरू पनि ठिक छ राम्रो गर्नु अझै भन्थ्यो हौसला दिन्थ्यो यसो बिहान बेलुका बसेर 2 भाइ पुच्छ पनि लाउँथ्यौँ अब यो पनि हेरेपछि त गाउँ नै सुन्ने हुने भयो यो त्यत्तिकै जान लागेको त होइन यसको बाबुआमाले त्यो छरछिमेकीको हुन्छ नि त्यो देखासिकी गर्ने उसले के गर्यो गर्ने गर्थे किचकिच गर्थे यो बाबुआमाको किचकिच सहन नसकेरै जान लाग्यो यो
कति मिठो छ अर्ग्यानिक हो नि त मान्छेले नेपालमा केही नि छैन भन्छन् किन छैन बोटमै पैसा फलिरहेछ यति ठुलो ठुलो फल्छ गऱ्यो भने के हुन्न आजको रक्सी त धेरै नै मिठो होला जस्तो छ बास्नै बाहिर आछ हेलो हजुर सर गुड मर्निङ गुड मर्निङ भाइ गुड मर्निङ के छ तिम्रो खबर ठिक छ सर हेर्नुस् न कति आइडिया लगाएर 7 जना क्यानाडाको लागि तयार पारेको थिए त्यो मनोजले त्यत्रो पैसा लगानी गरेर विदेश जानु हुन्न भनेर बिचकाएछ 1-1 करोड घाटा लाग्ने भयो नि सर हाम्रो अफिसलाई ए ल ल ल म त्यससँग कुरा गर्छु ल होइन यो साला मनोजले के गर्न खोजेको यसलाई त फोन गरेर नछर्कै भएन ओए चिनिस् मलाई म राजु सर बोलेको होइन तैँले यो के गर्न खोजेको हँ तैँले हाम्रो कस्टमरलाई किन भड्काएको भन्दा चुप लाग बढी बोल्छस् तेरो मन लाग्दै गर्दै हिँड्छस् हेर हामीले मान्छे विदेश पठाउने काम गर्छौँ भनेर स्वीकृति लिएर सञ्चालन गरेको अफिस हो यो अफिसबाट हामी तिर्नै पर्यो कर्मचारी पाल्नै पर्यो सरकारलाई ट्याक्स बुझाउनै पर्यो आफू गाडी चढेर हिँड्ने भएपछि गाडीमा तेल पनि हाल्नै पर्यो अबदेखि हाम्रो रोजीरोटीमा अप्ठ्यारो पार्ने कुनै पनि काम गरिस् भने खेर जाँदाखेरि फेरि तैँले विदेश जान लागेको त्यो भाइ बहिनीलाई के भनेर उचालेको भन्दा अझै नबुझे जस्तो गर्छस् ठाउँको ठाउँ उठाएर गायब गरिदिउँला नि फेरि साला दुःख पनि कति दिएको यसले कुन दिनको ऋण खाइछु मैले यसको कस्तो हरामी जन्मिएछ यसले साह्रै नै खोज्यो अब यसको अभियान नै बन्द गर्ने गरी अगाडि बढ्छु म यसले चिनिँदै छैन मलाई साला अब यसको बोली नै विदेश पठाइन्छ त्यसपछि यसको कुरा कसैले बताउँदैन कसैलाई विदेश जान हुन्न भन्न थाल्यो भने आफ्नो बहिनीलाई चाहिँ विदेश पठाउँछ अनि हामीलाई चाहिँ जान हुन्न भन्छ हामीले कमाउँछ अघि बढ्छ भनेर डाहा गरेको भनेर उनीहरूले नै लड्छन् यसलाई अनि यसको अभियान नै बन्द हुन्छ साला यति नगरी भएन यसलाई नानी के छ चिन्यौ मलाई चिनिन नि सर म तिम्रो दाइ मनोजको साथी राजु ए दाइ नमस्ते नमस्ते नानी तिम्रो साथीहरू सबै विदेश गइसके तिमी चाहिँ अझै गएकी छैनौ है तिम्रो साथीहरू सबै उता गाडी चढ्ने भइसके तिम्रो क्लासमेटहरू सबैलाई मैले पठाएको त हो नि कोहीलाई अमेरिका कोहीलाई अस्ट्रेलिया कोहीलाई क्यानाडा अरू त छोड्देऊ न दुवै पठाएकाले पनि महिनामा 3 लाख 4 लाख कमाएर पठाउँछन् हो र दाइ हो नि अब तिमी नि जाऊ यहाँ बसेर केही फाइदा छैन हेर पासपोर्ट बनाउने भिजा निकाल्ने सबै जिम्मा मेरो भयो तिमीले केही चिन्ता मान्नु पर्दैन उता पुगेपछि पनि केही अप्ठ्यारो पर्यो भने म सहयोग गर्छु भिजा 100% लाग्छ तिमी ढुक्क हौ काम चाहिँ कति घन्टा हो नि दिनमा 8 घन्टा हप्तामा जम्मा 5 दिन खाना बस्ने सबै सुविधा सहित कम्पनीले नै अपार्टमेन्ट दिन्छ तिमीले कमाएको सबै सेभिङ हुन्छ ढुक्क हौ मसँग एजेन्ट कोड नै छ गएको 3 महिनामै तिम्रो स्यालेरी बढ्छ हुन्छ दाइ म घर गएर दाइसँग सल्लाह गर्छु अनि हजुरलाई भन्छु नि है
ल यो मेरो बिजनेस कार्ड हो, त्यसमा नम्बर छ मेरो। तिमीलाई जति बेला मन लाग्छ मलाई कल गर, म तिम्रो फोन जति बेला पनि रिसिभ गर्छु। ल हुन्छ दाइ, म अहिले जान्छु है। छोडिदिनु पर्छ मैले? पर्दैन दाइ, यहीँ नजिकै त हो नि, म हिँडेर गइहाल्छु नि। ल त्यसो भए म गएँ है त। ल बाई दाइ। अब त विदेश गइन्छ, हामी पनि करोडपति भइन्छ। मेरो त अनि जहाजमा अब सर्र उड्ने दिन आउने भयो, पास पनि बनिहाल्यो। नेपालमा बसेर जुन सपना देखेको छौ नि तिमीले, त्यस्तो हुँदैन विदेश। विदेश भनेको त नि बाबुआमा मर्दा पनि आउन नपाउने देश हो। आफ्नो देशमा जस्तो सजिलो कहाँ हुन्छ विदेशमा। हाम्रो देशमा त घरमा आजा पूजा तिथि श्राद्ध यस्तो हुँदा पनि हाकिमसँग कुरा गर्यो भने छुट्टी दिन्छन्। उस्तै परे हाकिम साहब आफै पनि उपस्थित हुन्छन्। तपाईँ जस्तो बुझ्ने कहाँ हुनुहुन्छ र मेरो बाआमा, जसरी विदेश जा भन्छन्। तिमीले सम्झाउने हो नि त बाआमालाई। एउटा चाडपर्व आउँदा पनि गुवा रुन पर्ने देशमा किन जानु पर्यो भन त। दसैँ आउँदा पनि तिम्रो फोटोमा टिका लाउनु पर्छ तिम्रो बाआमाले। सोच त तिमी, जिरो मान्छेको फोटोमा दसैँमा टिका लाउनु पर्दा तिम्रो बाआमाको मन कस्तो होला। मरेको मनले बाँचेको नाटक गरिरहेको हुन्छन् त्यस्तो बेला, बुझ्यौ? जे भयो नि एकचोटि गइरै आउँछ। पासपोर्ट बनिहाल्यो। पुरै गाउँ शून्य हुँदा पनि यो एउटा बाँकी थियो गाउँमा। मैले गरेको कामलाई पनि दाइ तपाईँले गरेको काम ठिक छ भन्थ्यो, बेला बेला भेट हुन्थ्यो। यसो कहिलेकाहीँ टुच्च हान्ने पनि साथी हुन्थ्यो। यसले पनि छोडेर जाने भयो। यो त्यसै जान लागेको त होइन, पक्कै पनि यसको बाआमाले किचकिच गरेर सहनै नसकेर जान लागे हो। यो मलाई थाहा भयो। बाआमा पनि त्यस्तै थिए। त्यो छिमेकीहरूको कसको देखासिखी गर्ने, यति कमायो उति कमायो, यस्तो लाउँछ यस्तो खान्छ भन्थे। त्यही तुलना गरे होला उसलाई, मन दुखो चोटै पर्यो त्यसलाई, त्यही भएर जान लाग्यो। नत्र चाहिँ यो जान्ने मान्छे होइन। स्वर्ग कहाँ हो भनेर हामीले धेरै पटक सोध्छौँ, तर कहिले आँखा चातेर आफ्नो देशलाई हेरेनौँ। यही माटोमा आमाको काख छ, यही हावामा बाबाको पसिना छ, र यही आकाश मुनि हाम्रो सपना हो। सपना ठुला हुन सक्छन्, तर सपना साकार पार्न देशै छोड्न त पर्दैन नि। नेपालमै गरौँ, नेपाल नै बनाऊ। खुसी यहीँ छ, स्वर्ग यहीँ छ। म तिम्रो अरूहरूको लागि मात्र हो। त्यो सपनाको लागि म ज्यानै अर्पण गर्न सक्छु। हेर, तिम्रो जिन्दगी तिम्रो हो। म चाहन्न कि मेरो बाटोले तिम्रो जीवनमा खतरा ल्याओस्। खतरा म तिम्रो साथमा हुँदा खतरा होइन, एकदम सुरक्षित महसुस गर्छु। साथीहरू त धेरै छन् होला, तर तिम्रो दुःख, तिम्रो डर, तिम्रो आँसु बुझ्ने, तिम्रो माया जोगाउने त्यो त म मात्र हो। तर तिम्रो जीवन, मेरो अभियान धरापमा पर्यो भने के हुन्छ? म तिमीसँग हुन पाए सबै कुरा स्वीकार छु। तिम्रो सपना मेरो पनि सपना हो, किनकि म तिमीलाई प्रेम गर्छु। जीवनभर सँगै रहेर तिम्रो अभियानलाई सघाउन चाहन्छु। तिमीले यसरी बोल्दा
म संसारकै धनी मान्छे हुँ जस्तो लाग्छ मलाई। यस्तो प्रेमिल कुरा गर्छौ। कतै मेरो लडाइँमा तिमीलाई चोट पर्छ कि भन्ने पिर पर्छ मलाई। म तिम्रो साथमा हुँदा चोट होइन गर्व महसुस गर्छु। एउटा मेन पावर कम्पनीले गाउँको भाइ बहिनीलाई ठगेको रहेछ। आज गएर उजुरी दिन पर्नेछ। छुटौँ है आज। राज सर नमस्ते। नमस्ते नमस्ते। के भयो राज सर, तपाईँ अस्ति किन झोकिनु भएको फोनमा? मैले त युवाहरूलाई विदेश पलायन रोक्नको लागि सानो अभियान मात्र चलाएको हो। तपाईँको रोजीरोटी नै खोज्न खोजे जस्तो गर्नुभयो। मैले तपाईँको कल रेकर्ड राखेको छु। अब पनि गाली गलौजको भाषा प्रयोग गर्नुभयो भने म तपाईँलाई उजुरी गरिदिन्छु। बुझ्नुभयो नि? अझै पनि न्याय मरेको छैन यो देशमा। बोल्दा विचार गरेर बोल्नु होला। त्यस्तो होइन, बरु 2-4 जना खोजेर यसो ल्याउने गर, मलाई नि सहयोग गर। म अरूलाई भन्दा दोब्बर कमिसन दिन्छु तिमीलाई। महिनामा 4 जना मात्रै ल्यायो भने पनि 4 जनाको 50-50 हजारको दरले महिनामा 2 लाख रुपियाँ कमाउँछौ तिमीले। अनि त तिमी पनि खुसी, म पनि खुसी। ल गएँ म, सोचेर निर्णय गर। ओहो सर नमस्ते। ओहो नमस्ते सुदीप। आज के कति कामले आयौ? केही विशेष थियो कि? घरमा बाआमाले विदेश जा भन्छन्। अब मैले चिनेको कोही छैन भनेको बाले नै राजु सरलाई गएर भेट भन्नुभयो। उहाँले धेरै मान्छे पठाइसक्नु भएको छ। तँलाई पनि सजिलै पठाइदिनुहुन्छ भनेर भन्नुभयो। त्यसैले हजुरलाई भेट्न आएको। ए हो र? मैले नेपाली मात्रै होइन, भारतीय बङ्गलादेशीहरू पनि हजारौं पठाइसकेँ। तिमी त झन् मेरो छिमेकी अङ्कलको छोरा, आफ्नै भाइ जस्तै हो। तिमीलाई नपठाउने त कुरै भएन नि। मैले नचिनेका मान्छेहरूको त जिन्दगी बनाइदिएको छु। तिमी चिन्तै नगर, तिमीले जहाँ भन्छौ म त्यही पठाइदिन्छु। अनि सर तपाईँलाई त थाहा छ नि, हाम्रो सम्पत्ति भने नि जे भने नि त्यही 3 कोठाको घर हो। तर जाने बेलामा लगानी चाहिँ हजुरले गरिदिनु पर्छ नि। म गएर कमाएर पहिलो पैसा चाहिँ हजुरलाई तिर्नेछु। हेर सुदीप, मेरो पनि उताको पार्टीलाई पैसा नपठाएसम्म भिजाको कुनै पनि प्रोसेस गर्दैन। सबभन्दा बेटर चाहिँ बरु तिमीले तिम्रो घर मेरो नाममा गरिदियो। म तिमीलाई जति पैसा लाग्छ सबै हालिदिन्छु। मलाई पनि सजिलो हुन्छ, तिमीलाई पनि सजिलो। अनि सर घर नै हजुरलाई दिएपछि बाआमालाई कहाँ राख्ने होला? हेर सुदीप, विदेश जाने जो जति छन् नि सबैले घर जग्गा बेचेरै जाने हो, नभए ऋण लिएरै जाने हो। पुगिसरी आए त को जान्छ र विदेश? बिना लगानी त करोडौं कमाउने सपना नदेखे हुन्छ कान्छा। जहाँ अब नेपालको 3 कोठाको घरको चिन्ता गर्छौ, भोलि अस्ट्रेलियामा गएर घर किन्ने सपना देख्ने हो नि कान्छा। हुन्छ सर, म बाआमासँग पनि सल्लाह गर्छु। ओके, सकेसम्म छिटो मलाई खबर गर ल। जान त जसरी पनि जाने हो सर। हस्, अहिले म निस्किएँ। यस्ता मुर्गा त आइदिइरहे। 2-4 अरबको सम्पत्ति जोड्न त जाब मुस्किल हुन्थेन। के छ भाइहरू, आज धेरै खुसी छन् त? हो सर, आज हामी धेरै खुसी छौँ। सपनाको देश जान पाउँदा को चाहिँ खुसी नहोला र सर। ल ल, भाइहरूलाई बधाई छ। अब जति सक्दो छिटो पैसा जम्मा गर। जति छिटो पैसा जम्मा भयो त्यति छिटो तिमीहरूको फ्लाइट हुन्छ। हजुर चिन्ता नगर्नु न सर, अब हामी 2टाको भिजा आइहाल्यो। पैसा त अब हामी जसरी पनि म्यानेज गरिहाल्छौँ नि। सर मेरो त ड्याडीले घर राखेर ब्याङ्कमा पैसा निकालिसक्नु भयो, केही चिन्तै छैन सर। आज नै गएर ड्याडीलाई भिजा देखाउँछु, भोलि त तपाईँको हातमा पैसा आइहाल्छ नि सर। मेरो दाइले खेत बेचेर 10 लाख जम्मा गर्नु भइसकेको छ सर। अब घरै राख्नु परे पनि घर राख्छु भन्नुभएको छ। दाइलाई घर गएर भिजा देखाउनु पर्ला। ल भोलि र पर्सिमा पैसा लिएर अफिसमा आउनु, त्यसपछि टिकटको व्यवस्था गरौँ ल। म हिँडेँ है केटा। हस् सर।
नमस्ते भाइहरू। नमस्ते दाइ। हामीले त हजुरलाई चिनेन नि। म तपाईँहरू जस्तो पढे लेखेको युवाहरूलाई देशमै बसेको परिवारसँग सँगसँगै रमाइलो गरेको हेर्न चाहने मान्छे। नेपालमा बसेर के गर्नु सर? नेपालमा बस्ने वातावरणै छैन। हेर्नुहोस्, अर्काको देशमा गएर कमाएको पैसाले हामीलाई 1 मिनट पनि खुसी दिँदैन। विदेश त्यति सजिलो छैन। हामी नेपाल बस्दा आफ्नै परिवार त खुसी हुँदैन सर। विदेशमा कमाएको धनले खुसी हुन एकदमै गाह्रो छ। विदेश जानु पाप होइन, तर हेर्नुहोस् त हाम्रो देश यति सुन्दर छ। आफू जन्मेको हुर्केको पढेको ठाउँलाई यसै नछोड्नुहोस्, यतै केही गर्नुहोस्। हामी मात्र बसेर के गर्नु सर? सबैजना विदेश उडिसके। तपाईँहरूबाट सुरु गर्नुहोस् न। तपाईँहरू रोकिनु भयो भने अर्को पुस्ता पनि रोकिन्छ। हाम्रो त भिजा आइसक्यो, अब टिकट लिने हो, जाने हो। विदेशको डलरले आमाको माया किन्न सकिन्न भाइ। अर्काको देश भनेको नि अर्कैको हो। तिनीहरूले तपाईँहरूलाई माया गर्दैनन्। तपाईँहरूलाई एउटा उदाहरण दिन्छु, सुन्नुहुन्छ? सुन्छौँ, भन्नुहोस् न सर। जापानमा जापानिजहरूले नेपालीहरूलाई कोठा भाडामा दिँदैनन्। किन थाहा छ तपाईँहरूलाई? किन र सर? नेपालीहरूले खुर्सानी पड्काएर तरकारी पकाउँछ भनेर। एकचोटि सोच्नुहोस् त तपाईँहरू। भाडा तिर्छु, कोठा भाडामा दिनुहोस् भन्दा त कोठा नपाउने ठाउँहरूमा अरू अप्ठ्याराहरू मुस्किलहरू कति होलान्। यहाँको मान्छे बेच्ने दलालहरूको कुरामा विश्वास गरेर विदेशको सपना नदेख्नुहोस्। यस्तै झुटो कुराको विश्वास गरेर अमेरिका पुगिसकेका नेपालीहरू धेरै छन् आत्महत्या गर्ने। सानो समस्याले गरेका होइन होला नि आत्महत्या। आत्महत्या नै गर्नलाई त ठुलो पीडा हुनुपर्छ होला नि। सबै त मरेका छैनन् त सर। हो, सबै मरेका छैनन्, तर पल पलमा मरेर बाँचेका छन् विदेशमा हुने नेपालीहरू। तपाईँहरू जस्तैले हो आत्महत्या गर्ने। नेपाल फर्केर आउँ, गरेर खाने खेतबारी हुँदैन, बस्ने घर हुँदैन, साउको ऋण लिए हुन्छ, तिर्ने माध्यम हुँदैन, अनि कसरी फर्केर आउने भन्नुहोस् त? न त समयमा खान पाएका छन्, न त निन्द्रा लाग्दा सुत्न पाएका छन्, निस्रो लाग्दा समेत परिवारसँग भेटघाट गर्न पाउँदैनन्, बाबामा बिरामी हुँदा समेत छुट्टी पाउँदैनन्। सर, विदेशमा त सिक लिभ लिन पाइन्छ होइन र? के को सिक लिभ? बाबामा मर्दा समेत छुट्टी पाउँदैनन्। सोच्नुहोस् त, जसले जन्मायो, हुर्कायो, बढायो, यति सुन्दर संसार देखायो, उही मृत्युसँग छटपटाइरहँदा उसैको मुखमा पानी समेत हाल्न पाउनुहुन्न तपाईँहरूले। तपाईँहरू विदेश गएर संसारकै सबैभन्दा धनी भए पनि के काम लागेर आफूलाई जन्म दिने बाबुआमाको शोकमा पनि परिवारसँग सँगै हुन नपाएपछि? हामीले त घरखेत बेचेर पनि पैसा जम्मा गरिसक्यौँ। भिजा हातमै छ सर। हामी उता विदेशमा सेटल भएपछि त अब बाआमालाई उतै लाने हो नि त सर। ए, त्यही सुत्केरी भिजामा लाने होला होइन बाआमालाई? कस्तो साइको मान्छे रहेछ। हिँड भाइ, जाउँ। के छ, बाआमासँग सल्लाह गर्यौ त? हजुर गरे। के भन्नुभयो त बुवा मम्मीले? जे गरेर भयो नि जानुपर्छ, यहाँ नबस् भन्नुभएको छ। उसो भए सुन, कसैको कुरा नसुन्नु। तिम्रो प्रगति देख्न नचाहनेहरूले तिमीलाई भड्काउन सक्छन्। बाहिर हल्ला पनि हुन सक्छ। भोलि सुटुक्क मालपोत गएर त्यो घर मलाई पास गरिदेऊ, भोलिबाटै तिम्रो प्रोसेस गरिदिन्छु। म भोलि नै तिम्रो कागजपत्रहरू उताको पार्टीलाई दिन्छु। 2 महिनाभित्र तिम्रो काम पक्का हुन्छ। तिमी ढुक्क हो है त? हस्, हुन्छ सर। एउटा त फस्नी भयो बल्ल बल्ल। दाइ, हजुरलाई एउटा कुरा भन। के कुरा नानी? एउटा होइन, 100वटा कुरा सोध न। आफ्नो दाइसँग केही भन्न पनि अनुमति लिनुपर्छ र? हजुरले मन दुखाउनुहुन्छ कि भनेर डर लाग्छ दाइ? नानी, मैले तिमीसँग कसरी मन दुखाउन सक्छु? जन्म दिने बाआमाको समेत माया पाएकी छैनौ तिमीले। म त बरु बाआमाकै काखमा हुर्केको हुँ। तिमीले त आमाको दुध समेत पिउन पाइनौ। तिमी 6 महिनाको मात्र थियौ।
तिमीलाई दुध खुवाएर सुताएर बाबामा गोठमा जानुभएको थियो। त्यसै दिन भूकम्प आएर गोठ पुरै भत्केर बाबामा त्यसैमा परेर बित्नुभयो। तिमीलाई त बाबामाको मधुरो सम्झना समेत छैन। अनि जसले पढायो बढायो हुर्कायो यतिसम्म बनायो त्यही मान्छेसँग तिमीलाई डर लाग्छ है? खै दाइ, माया हो कि डर हो कि अप्ठ्यारो हो कि कुनै कुनै कुरा अलि असहज हुँदो रहेछ भन्न। के कुरा हो भन त? दाइ, मेरो कलेजको सबै साथीहरू विदेश गए, अब त मेरो पनि कलेज सकियो। म पनि विदेश जान्छु नि है दाइ। तिम्रो जिन्दगी तिम्रो भविष्य नेपालमा छैन र? हेर, संसारको सबैभन्दा सुन्दर देश हो नेपाल। अरू देशमा भन्दा सजिलोसँग बाँच्न पाइन्छ यहाँ। दाइ, म विदेश गयो भने त हजुरलाई पनि त सजिलो हुन्छ नि, होइन र? के सजिलो हुन्छ? दाइ, म पैसा कमाउँछु, आफ्नै खुट्टामा उभिन्छु र राम्रो साथी पायो भने बिहे पनि गर्छु। हजुरलाई मेरो बिहेको तनाव पनि त हुँदैन नि दाइ। जे पायो त्यही नबोल है नानी। मेरो मुटुको टुक्रा एउटा बहिनीको म बिहे गरिदिन सक्दिनँ होला त? तिम्रो दाइको छाती फराकिलो छ, यसरी नसोच। नानी, तिमीले जिद्दी नगर। पहिलो कुरा त तिमीले घर छोडेर गएपछि म जिउँदो लास जस्तै हुन्छु यो घरमा। अर्को कुरा, तिमी छौ र त कति धेरै काम गर्ने ऊर्जा मिलेको छ मलाई। बाआमाले छोडेर जाँदा टुहुरो नभएको म तिमीले छोडेर गयौ भने टुहुरो हुन्छु। तिमीलाई तिम्रो दाइ टुहुरो भएको हेर्न मन छ र नानी? तिमी छेउ र म छु। तिमी घरमा हुँदा पुरै परिवार घरमा भए जस्तो लाग्छ मलाई। नानी, तिमीले यो कस्तो कुरा गरेको? त्यो बेला बाआमाले पनि त्यसरी छोडेर जानुभयो। त्यस्तो अवस्थामा पनि तिमीलाई हेरेर तिमीलाई हुर्काउने जिम्मेवारी मेरो हो भन्ने सम्झेर आफूलाई सम्हालेको थिएँ मैले। तिमी आफै सोच त, तिमी विदेश गयौ भने मेरो अभियान के हुन्छ? अरू धेरै भाइ बहिनीहरूलाई पनि विदेश नजानु, विदेश सजिलो छैन भनेर सम्झाउने गरेको छु। आफ्नै बहिनीलाई चाहिँ विदेश पठाउने अनि हामीलाई चाहिँ जान हुन्न भन्ने हान्छन् मलाई बाटोमा। आफ्नो देशको माटोको सुगन्ध जति प्यारो संसारमा अरू केही पनि हुँदैन। म मेरो आफ्नो बहिनीलाई मात्रै होइन, देशभरिका भाइ बहिनीहरूलाई नेपालमै बस्ने, नेपालमै केही गर्ने अभियान बोकेर हिँडेको छु। मेरो अन्तिम इच्छा भनेकै सबै नेपाली भाइ बहिनीहरूलाई नेपालमै बसेको देख्न चाहने हो। हेर, अरूसँग तुलना नगर। तिमी देशमै बस्ने हो, देशमै सेवा गर्ने हो। हेर, तिमीले बीएससी नर्सिङ सकेकी छेउ। ग्राम सेवा माध्यमिक विद्यालयमा दरबन्दी खाली छ भन्ने सुनेको छु। त्यहाँ जागिर भयो भने विद्यार्थी भाइ बहिनी, शिक्षक शिक्षिका, अभिभावकहरू सबैको सेवा गर्न पाइन्छ। सेवा नै धर्म हो। आजैबाट त्यसको तयारीमा लाग। हुन्छ दाइ, म मेरो सबै डकुमेन्ट आज जम्मा गरेर विद्यालयमा सम्पर्क गर्छु। यति धेरै माया गर्ने दाइ हुनुहुन्छ, दाइसँगै बस्छु। यही देशमा म जागिर खान्छु। जागिरबाट बचेको समय दाइको अभियानलाई सघाउँछु। अबको भाइ बहिनीलाई नेपालमै बस्ने वातावरण सिर्जना गर्न पहल गर्छु।